हामीलाई पठाएपछि हामीले त्यसलाई हाम्रो लागि हो भन्ने बुझ्यौं। त्यसपछि खेलाडीलाई सहभागिताको सन्दर्भमा नेपाल गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष राजेन्द्रजी अनि त्यसपछि टहल सिंहजी महासचिव सहितको टोलीसँग एक दिन छलफल भयो। खेलाडीसँग सल्लाह गर्छौं, त्यसपछि टिम लाने कुरामा अलिकति सहयोग गर्न पर्यो भन्नुभयो र हामीले पनि अब टी-शर्ट खेल पोसाक मुख्य गरी केटा पुरुष र महिला दुवैको लागि उहाँले भन्नुभएको थियो ठिक छ छलफल गराउनुस्, अब टिम तयारी गर्दै गर्नुस्, अरु सल्लाह गरौँला भनिएको थियो र आजसम्म टिम चाहिँ दर्ता भएको चाहिँ थाहा पाइएन। मैले आज मात्रै सम्पर्क गर्दा पनि हामी 4 बजेसम्म खेलाडीहरूको साथीहरूको के कुरा आउँछ त्यसपछि छलफल गरेर अगाडि बढ्छौं भन्ने कुरा गर्नुभएको छ र मुख्य गरी यो गण्डकीको केही गुनासो नेपाल भलिबल संघतर्फ रह्यो। म प्रदेश खेलकुद परिषदको सदस्य सचिवको साथसाथै नेपाल भलिबल संघको सचिव पनि हो र गएको काबाबाट खेलाडी छनौट हुँदाको सन्दर्भमा गण्डकी प्रदेशको कुनै पनि खेलाडी परेन, तसर्थ यो छनौटमा अलिकति क्वेसन छ भन्ने किसिमका गुनासो आइसकेपछि मैले पनि आफ्नो फेसबुकबाट एउटा भलिबल संघकै सचिव भएको कारणले यसमा चाहिँ के हो नेपाल भलिबल संघले उठेको गुनासोहरूलाई चाहिँ सम्बोधन गर्नुपर्छ, वास्तविक जानकारी गराउनुपर्छ भन्ने किसिमको एउटा पोस्ट गरेको थिएँ। सँगसँगै नेपाल भलिबल संघको अध्यक्षज्यू र महासचिवज्यूलाई पनि यो खेलाडी छनौट गर्दाखेरि नेपाल भलिबल संघको पूर्व बैठकबाट छनौट समिति गठन भएको छ कि छैन त्यसको बारेमा जानकारी गराउने र छनौट समिति हो भने कसको संयोजकतामा कति सदस्य कमिटी बनेको थियो त्यो बारेमा पनि आम भलिबल प्रेमीलाई खेलाडीहरूलाई जानकारी गराउनु पर्दछ भन्ने किसिमको कुरा उठाइएको थियो र सँगसँगै गण्डकी प्रदेश भलिबल संघले यसको चाहिँ जवाफ नआउँदासम्म अबदेखि नेपाल भलिबल संघको कुनै पनि प्रतियोगितामा चाहिँ गण्डकी टिम समावेश नगर्ने किसिमको आशयको नेपाल भलिबल संघलाई चिठी लेखेर भरत शाहलाई लेखेर उपाध्यक्षजीलाई लेखेर त्यसको बोधार्थ कपी हामीलाई पनि दिनुभएको थियो। त्यसबाट हाम्रो पनि ध्यान गम्भीर आकर्षण भएको छ प्रदेश खेलकुद परिषदले। यद्यपि त्यो एउटा गुनासो हुँदाहुँदै पनि यो प्रतियोगितामा गण्डकीको टिम जाँदा उचित हुन्छ भन्ने किसिमले हामी छलफल चलाइरहेछौँ अहिले पनि। र तर नेपाल भलिबल संघले पनि यो काबाको प्रतियोगिता कुन लेभलको 7वटा प्रदेश र 3टा विभागीय टिमको बीचमा हुने हो कि अथवा कुनै त्यस्तो छनौट गरिएका मुख्य क्लबहरूको बीचमा हो, त्यो पनि एउटा कम्तीमा त्यसको के हो त यो मापदण्ड प्रतियोगिता कुन खालको हो, 7वटा प्रदेश र विभागीय टिमको बीचमा हो कि क्लबको बीचमा हो कि अथवा जो पनि गरेर दर्ता हुन पाउने हो कि भन्ने किसिमको चाहिँ यो अलिकति स्पष्ट भएन। त्यसकारण नेपाल भलिबल संघले पनि यत्रो ठुलो एउटा ब्रान्डको प्रतियोगिता गर्दाखेरि कुन लेभलको प्रतियोगिता हो, जुनसुकै क्लब पनि गरेर दर्ता हुन पाउने। अब हिजो पनि मैले देखेँ, अब क्लबको नाम नलिउँ, अब फलाना क्लब यो क्लब ऊ क्लब पहिले पनि भलिबलै नखेलेको क्लबको पनि त्यहाँ दर्ता भएको जस्तो हामीले सुन्यौँ। त्यस्तो किसिमको गुनासो आयो। त्यसकारण खेलको प्रतियोगिताको पनि काबाको एउटा स्ट्यान्डर्ड छ, एउटा यसको आफ्नै छुट्टै स्पेसिफिकेसन छ, त्यो लेभलको चाहिँ नेपाल भलिबल संघले राख्नुपर्छ भन्ने मलाई लाग्छ। जस्तो अब गण्डकीको भलिबलको टिम कुरा गर्ने हो भने गण्डकीको भलिबल टिम नगएको चाहिँ ठाउँ हुँदैन कि जहाँ गेम हुन्छ त्यहाँ गण्डकीको भलिबल टिम पुगेको हुन्छ। आज नेपाल भलिबल संघले नै आयोजना गरेको कार्यक्रममा इभेन्टमा चाहिँ गण्डकीको टिम नजाँदा चाहिँ कस्तो होला? होइन, यो बारेमा हामी पनि सिरियस नै छौँ, हाम्रो ध्यान आकर्षण भएको छ। मैले आज मात्रै अहिले भर्खरै पनि राजेन्द्रजीसँग सल्लाह भयो टिम सहभागिताको सन्दर्भमा के गर्न सकिन्छ भन्दा उहाँले अब हामी खेलाडीसँग छलफल गर्दैछौँ, 4 बजीसम्ममा छलफल गरेर एउटा निकास आउला भन्ने किसिमको कुरा गर्नुभएको छ। आशा गरौँ गण्डकीको टिम त्यहाँ जान्छ। टिम सहभागिता भइसकेपछि खेलाडीहरूले उठाएका कुराहरू, आम खेलप्रेमीहरूले उठाएका कुराहरू, आम भलिबलका दर्शकहरू, मुख्य गरी गण्डकीका भलिबलको यति महत्त्वपूर्ण दर्शकज्यूहरू खेलप्रेमीहरूले गण्डकीको टिमलाई नेपालको भलिबलमा विकासलाई यति ठुलो योगदान दिनुभएको छ। उहाँहरूले उठाएका कुराहरू, विभिन्न खेलकुद क्षेत्रमा उठेका जुन यो छनौटको कुरा, खेलाडी गत सालको छनौटको कुरा, अब उपरान्त खेलाडी छनौट गर्दाखेरि नेपाल भलिबल संघले अवलम्बन गर्न पर्ने छनौट कमिटीको मापदण्ड र जवाबदेहिताको सन्दर्भमा यो कुरामा पनि टिम सहभागी भएर पनि कुरा हामी राख्न सक्छौँ, यसलाई ध्यान आकर्षण गर्न सक्छौँ। तसर्थ गण्डकीको टिम समावेश हुनुपर्छ, किनभने गण्डकीको टिम चाहिँ समावेश नहुँदाखेरि दर्शकहरूको उपस्थिति कम हुने, अलिकति प्रतियोगितालाई खोल्लोपन हुने भन्ने कुरो यताकता आइरहेछ, हामीले त्यो सुनिरहेछौँ। त्यसर्थ टिम चाहिँ सहभागी बनाउने प्रति
मेरो पनि व्यक्तिगत रूपमा चाहिँ भूमिका रहन्छ। अब 5 गतेसम्मको मात्रै मिति थियो टिम दर्ता गर्ने, अब समय पनि कटिसक्यो। यदि अब आज 4 बजे उहाँहरूले केही निर्णय गरे पनि टिम दर्ता हुन्छ कि हुन्न एउटा कुरो। अनि अर्को कुरो तपाईँले भन्दै गर्दा तपाईँहरूको प्रदेश खेलकुद परिषद गण्डकी र गण्डकी प्रदेश भलिबल सङ्घकै कुरा बाजियो। हामीले उहाँहरूसँग नि कुरा गर्दा हामीलाई पत्र आएको होइन, परिषदलाई आएको, परिषदले के गर्छ भन्ने किसिमको जवाब चाहिँ महासचिवज्यूबाट नि आएको थियो। यस विषयमा के भन्न चाहनुहुन्छ? यसो त्यस्तो त कहिले भन्नुभयो, मलाई त भन्नुभयो जस्तो लाग्दैन, अब यहाँहरूले जान्ने कुरा हो। तर उहाँहरूसँग मलाई लाग्छ पुसको 1 गते या 2 गते कार्यवाहक अध्यक्ष राजेनजी, टहल सिंहजी महासचिव र 1-2 जना अरू साथीहरूको बिचमा पनि छलफल गरेर कसरी सहभागिता गराउन सकिन्छ भन्ने किसिमको छलफल भएको छ। मलाई लाग्छ अब यद्यपि गण्डकी प्रदेशकै नाममा आए पनि भलिबलको व्यवस्थापन गर्ने, टिमको सहभागिता गर्ने, प्रशिक्षणको व्यवस्था मिलाउने, कुनै प्रतियोगिता गण्डकीमा हुँदा गण्डकी भलिबल सङ्घले नै व्यवस्थापन गर्ने किसिमको खेलकुद प्रदेश खेलकुद परिषद नीति लिएको छ। तसर्थ हामीलाई चिठी आए पनि त्यो उहाँहरूलाई नै आयसरक हुन्छ, हामीले उहाँहरूसँग छलफल गरेरै पठाउने हो। त्यो टिमको तयारी गर्ने, सहभागिता गराउने, राम्रो टिमको चाहिँ कसरी व्यवस्थापन गर्ने, कसरी मेडल प्राप्त गर्ने, पोजिसन लिने भन्ने कुरामा त सम्बन्धित सङ्घले नै व्यवस्थापन गर्ने हो। तसर्थ त्यो कुरामा त उहाँहरूले जिम्मेवारी छैन भनेर भन्नुभयो जस्तो त मलाई लाग्दैन। भनेको भए पनि त्यो चाहिँ उचित होइन। टिम दर्ता चाहिँ 5 गते भन्ने छ, आज त समय जहाँसम्म टिम दर्ता गर्ने कुरामा मलाई अब राजनजी र सायद नेपाल भलिबल सङ्घको बिचमा